के कागती पानीले शरीर डिटक्स गर्छ र? नमस्ते, म डाक्टर सुशील सिटौला। कागती पानीको अमिलो भन्दा शरीरको पेटमा हाइड्रोक्लोरिक एसिड 1000 गुणा ज्यादा शक्तिशाली हुन्छ। यसले पेटमा अमिलो बनाएर ब्याक्टेरियाहरू मार्छ र तपाईँको शरीरलाई सुरक्षा दिन्छ। कागती पानीको अमिलो थप्दा पेटको अम्लीय वातावरणमा अलिकति पनि फरक पनि पर्दैन। त्यही भएर कागती पानीले खासै फरक गर्ने गर्दैन। तर कागती पानी भनेको तपाईँको कोक, फ्यान्टा, चिनी हालेको चियाहरूभन्दा अझै हेल्दी हो। बिहान बिहान कागती पानी खान सक्नुहुन्छ, बिहान बिहान पानीको पिउनुको हेल्थ एडभान्टेजको लागि। डिटक्सको लागि भनेर चाहिँ त्यसले खासै काम भने गर्ने गर्दैन। र सँगै याद गर्नुहोस्, बिहान बिहान चिसो पानी या चिसो कागती पानी खाँदाखेरि तपाईँको मेटाबोलिजम रेट भन्छौँ, शरीरको मेटाबोलिक प्रक्रिया, त्यसलाई सहयोग गर्न चाहिँ सक्छ है। योभन्दा अरू डिटक्स चाहिँ कागती पानीले गर्ने गर्दैन। धन्यवाद।